म चाहिँ यहाँ ग्रान्ड पार्क साउल ग्रान्ड पार्क आइसकेको छु र ग्रान्ड पार्क हेर्नुहोस् है त तपाईँहरूलाई चाहिँ म यहाँ साउल पार्कको आज म भ्यूहरू देखाउनु गएको छु तपाईँले अगाडि देखिरहनु भएको स्क्रिनमा देखिरहनु भएको यो ऊ चाहिँ गेट चाहिँ यो साउल पार्कको गेट हो धेरै राम्रो देखिरहेछ म चाहिँ आई एम सो ह्याप्पी एक्लै छु त्यही पनि म लास्टै घुमिरहेको छु एक्लै म प्रायः एक्लै घुम्नलाई रुचाउँछु देखिसक्नु भएको छ म तपाईँलाई साउल पार्क यहाँ साउल ग्रान्ड पार्कभित्र गएर तपाईँलाई देखाउँछु कस्तो ऊ छ जू पनि हो यो आजको मौसम चाहिँ एकदमै खुलेको छ म एक्लै भए तापनि रमाइलो लागिरहेछ धेरै छ मान्छेहरू चहलपहल धेरै छ आज त त्यही पनि म हिँडिरहेको छु एक्लै भिडियो बनाउँदैछु तपाईँहरूलाई देखाउँदैछु पनि यता नजिकै सिधै अगाडि चाहिँ त्यो गेट भयो भने यतापट्टि साइड मान्छे आइरहेको छ नि मान्छे आइरहेको यताभित्र चाहिँ सबै पार्किङ स्थल छ दुई साइडतिर चाहिँ ठुलो पार्किङ स्थल छ यहाँ हजारौँ मान्छेहरू आउँछन् एक दिनमै देखिरहनु भएको छ नि यो साउल ग्रान्ड पार्क लेखेको अतिकै नजिकै अब त्यहाँबाट म भित्र जानेवाला छु है ल हेर्नुहोस् त गाइस एकदमै राम्रो देखिन्छ क्या यहाँबाट म यहाँ ग्राउन्डभित्र छिरिसकेको छु त्यो अगाडि देखेको त्यहाँ मान्छेहरू बसिसक्नु त्यो चाहिँ टिकट काट्ने ठाउँ हो त्यो चाहिँ उसम्म एकदमै राम्रो ठाउँ एकदमै राम्रो छ यहाँ तपाईँहरू नजिकै हुन्छ भने यो मेरो भिडियो हेर्नुभएको छ भने आउँदा हुन्छ है धेरै एकदमै राम्रो ठाउँ छ यहाँ चाहिँ म चाहिँ एकदमै तिर्खा लागिरहेको थियो अनि पानी खाने कुरा गरेँ पानी खाएँ एकदमै प्यास लागिरहेको थियो अनि गर्मी हल्का गर्मी पो भनेर मैले मुख पनि धुँदै यति सुविधा छ कि यहाँ है ठक्क ठक्क पार्कमा पानीहरू पिउने पानीहरू राखेको हुन्छ ठक्क टाढाबाट खायो म खुसी भएँ गर्दै गर्मी आज मलाई कस्तो देखिरहेको छ गाइस तर म डढिरहेको छु आज म पुरै हेर्नुहोस् त कस्तो राम्रो देखिरहेको छ त यहाँ पार्क होइन तपाईँहरू पनि नजिकै हुनुहुन्छ भने घुम्न आउनुहोस् साथीभाइसँग अझै म त एक्लै आएको थिएँ अझै तपाईँहरू साथीभाइ आउनु भने यति राम्रो टाइम गएको थाहा हुँदैन क्या यहाँ आइसकेपछि चाहिँ घुमेर साध्यै ठाउँ छैन क्या एक दिन पुरै लाग्छ यहाँ घुम्नको लागि यो एरिया चाहिँ धेरै ठुलो एरिया भएकोले वाउ क्या दामी ताल देखियो है पार्क नजिकै ताल हेर्नुहोस् त जङ्गलको बिचमा चाहिँ एकदमै राम्रो देखिन्छ कि आजको चाहिँ हेर्नुहोस् गाइज है यति दामी देखिरहेछ कि म भन्नै सक्दिनँ कस्तो देखिरहेछ भनेर पहाडहरू ठ्याक्कै मलाई चाहिँ यतिखेर हिँड्दै गर्दाखेरि चाहिँ मलाई ठ्याक्क एउटा कविता आयो क्या बाटैभरि फुलेका फुल जङ्गलले बोलाए चाहिँ लाग्यो हिँड्दै जाँदा मनको थकान कतै हराए चाहिँ लाग्यो कस्तो छ गाइज शङ्ख शङ्ख हिँडेकै छु है
सानो रेल आउँदैछ आयो गयो एकछिन अब चाहिँ म चाहिँ यहाँ चाहिँ एकछिन डुल्दैछु थाकी पनि सकेँ तर एक्लै पनि रमाइलो भइरहेछ आज एक्लै भएर पनि तपाईँहरूलाई म देखाउँदैछु र यहाँको ठाउँहरू अझै धेरै देखाउँछु मलाई भोक पनि लागिसक्यो अब म के खान्छु म चाहिँ लगातार हिँडेको पनि 3 घन्टाभन्दा बढी भइसक्यो होला यहाँभित्र अझै पनि माथि पुग्नु सकिरहेको छैन म हिँडेरै म माथि टपमा पुग्छु भन्ने सोच गरेर म हिँडिरहेको आज तर जस एक्सर्साइज पनि भइरहेछ राम्रै यो चाहिँ केबल कार ठ्याक्कै स्टेसन हो यो चाहिँ त्यो एक स्टेप तलदेखि यहाँसम्म आउँछ यहाँबाट फेरि चढेर माथि टपमा जानुपर्ने हुन्छ क्या यो चाहिँ यहाँ चाहिँ एकदमै घुम्नुपर्ने ठाउँ हो क्या यो मिस गर्नै भएन यो ठाउँ चाहिँ है कोरियामा हुनुहुनेहरूले चाहिँ यो भिडियो चाहिँ हेरेर र पनि आउनुहोस् नजिकै छ टाढो धेरै टाढो पनि होइन यस्तो राम्रो ठाउँ छ कि अनि फेरि मलाई चाहिँ भोक लाग्यो मैले त रामेन खाइदिने निर्णय गरेँ रामेन खाइदिएँ हेर्नु त गाइज बकुला त भन्छ नि होइन यसलाई बकुलै हो बकुला हेरेँ त्यसपछि अब कस्तो दामी देखिरहेको गाई चाहिँ त्यसको गेटबाट छिरेँ यसलाई के भन्छ यसको नाम चाहिँ मलाई थाहा भएन मैले त कोरियनमा पनि हेरिनँ जस्तो लाग्यो मलाई यो यस्तो क्युट देखिरहेको थियो कि यसलाई के भन्छ गाइज चिन्नेले नाम बताइदिनु है यस्तो दामी खेलिरहेको छ कि सुतेछ आनन्दले म चाहिँ जिराफको नजिकै छु सबैले प्रायः जस्तो मेरो र जिराफको घाँटी चाहिँ एउटै छ भनेर भन्छन् क्या अनि त्यही भएर हेर्नुहोस् त गाइस कस्तो घाँटी लामो गरेर पुरै उट हेर्नु गएँ उट पनि घाँस खाइरहेको रहेछ हरिणलाई देखेर मलाई एउटा कविता फुट्यो खास प्रकृतिसँग ऊ भएको छ ऊ हरिण पनि एक्लै म पनि एक्लै तर लाग्छ हामी दुवै आफ्नै संसारमा एकदम खुसी छौँ हामी चाहिँ बाघ हेर्दैछु म चाहिँ एउटा लाइन भन्नु अब जङ्गलको राजा कहिले पनि आफ्नो परिचय दिँदैन उसको त उपस्थितिले नै सबैलाई मौन बनाइदिन्छन् सब मौन भएर हेरिरहेका थिए लाग्छ उसको उपस्थिति नै भयानक थियो गाइज म चाहिँ बाघ भइसकेर पनि म अब चाहिँ फर्किनुपर्ने टाइम पनि थिएन अनि म चाहिँ अब टिकट सेट काटेर म चाहिँ अब उसमा केबल कारमा झर्ने निर्णय गरेँ केबल कार चढिसकेको छु गाइज म है अब यहाँबाट चाहिँ म धेरै अब 3-4 घन्टै लाग्ने धेरै टाढो भइसकेको थियो म धेरै माथि आइसकेको थिएँ अनि त्यही भएर ढिलो हुन्छ होला रुममा भनेर अलिक टाढै छ जानलाई रुम पनि अनि त्यही भएर म चाहिँ चढिसकेको छु केबल कार चढेर अब जाँदैछु हेर्नुहोस् गाइज अब तपाईँलाई म केबल कारबाट भ्यू देखाउनु गइरहेको छु रमाइलो भइरहेछ गाइज एकदम राम्रो भ्यू पनि छ है माथि तपाईँहरूलाई म राम्रो भ्यू देखाउने कोसिस गरेको छु कस्तो हुन्छ हेर्नुहोस् है कस्तो लाग्दैछ है आजको भिडियो कस्तो देखिरहेछ गाइज सायद राम्रै हुनुपर्ने जस्तो लाग्छ मलाई चाहिँ कस्तो देखिरहेछ तपाईँहरू त्यो पनि कमेन्ट गर्नुहोस् है कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला म चाहिँ यो देखिरहेको छ नि यो देखिरहेको ताल चाहिँ मैले अघि फर्स्टमा तपाईँहरूलाई भिडियोमा देखाएको थिएँ नि त्यही तालमा हिँड्दै आउँदाखेरिको त्यो ताल हो त्यो चाहिँ मैले चाहिँ माथिबाटै केबल कारमा टक्क म एक्लै छु बिन्दास तरिकाले घुमिदियो यहाँ चाहिँ साह्रै रमाइलो छ क्या आउनलाई ठाउँ पनि ठुलो छ घुम्नलाई पनि एक दिनै भरि लाग्छ क्या घुम्नलाई यहाँ चाहिँ
यतिखेर चाहिँ यहाँ भिडियो गर्दै गर्दा चराहरूको गुन्जेमान यति मिठो आवाज आइरहेको थियो कि मन आनन्द भए जस्तो। सायद यसो ठाउँमा बस्दा धेरै मन आनन्द हुन्छ क्या मेरो चाहिँ। सक्यो अब गाइज म चाहिँ अब तलमा आइसकेँ, गेटमा आइसकेँ, देख्न सक्नुहुन्छ यो चाहिँ अब तल गेट हो। म चाहिँ गेट आइसकेँ। गाइज आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? राम्रो लाग्यो सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। धन्यवाद।